ओके, मसँग यति बेला हुनुहुन्छ हाम्रो कम्युनिटी इन्कर्पोरेटेडको प्रेसिडेन्ट र आज चाहिँ हिज्जे प्रतियोगिता भइरहेको छ। यहाँको हुर्कदै गरिरहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउने भनेर हिज्जे प्रतियोगिता भइरहेको छ। दाइ, यो हिज्जे प्रतियोगिता जस्ता यस्ता इभेन्टहरू चाहिँ किन इम्पोर्टेन्ट छन्? यो हिज्जे प्रतियोगिता सुन्नमा एकदमै सिम्पल एउटा प्रतियोगिता हो। जस्तो कस्तो लाग्दो रहेछ भने मेरै बालबालिकाहरू पनि अथवा सबै बालबालिकाहरूलाई यस्तो हिज्जे प्रतियोगिता जस्तो सरल प्रतियोगिताले हाम्रो नेपाली भाषा सिकाउनलाई सजिलो माध्यम हामीले पाएका छौँ। किनकि जस्तै सानो सानो शब्दहरू प्रयोग गर्दा गर्दै जस्तै धेरै धेरै शब्दहरू जति भोक्याबुलरी बढ्दै गयो त्यति नै भाषाको विज्ञता बढ्दै जाने भन्ने कुरा यो सर्वविदितै छ। त्यो अनुसार चाहिँ यो हिज्जे प्रतियोगिताले विद्यार्थीहरूमा भोक्याबुलरी बढाउँदो रहेछ। भोक्याबुलरी बढाएपछि उनीहरूलाई नेपाली भाषा सिकाउनदेखि ल्याएर सिक्नको लागि चाहिँ एकदमै सजिलो महसुस भएको छ। त्यो भएर हिज्जे प्रतियोगिता जस्तै विदेशमा भएका बालबालिकाहरूलाई नेपाली भाषाप्रति माया बढाउने एउटा पुलको रूपमा पनि काम गर्छ भन्ने कुरा हामीहरूले विश्वास गर्छौँ। ओके, अनि हाम्रो कम्युनिटीले चाहिँ अरू कस्ता कस्ता खालका यस्ता इभेन्टहरू गर्दै आइरहेको छ? हाम्रो कम्युनिटीले कार्यक्रमहरू धेरै कार्यक्रम भन्दा पनि राम्रा कार्यक्रम गर्ने हाम्रो लक्ष्य अनुसार हामीहरूले धेरै कार्यक्रम गर्नेमा हामी छैनौँ। तर राम्रा कार्यक्रमहरू कसरी हामी दोस्रो जेनेरेसनसँग कनेक्ट हुन सक्छौँ भनेर हामी केन्द्रित नै छौँ। किनकि हाम्रो पहिलो जेनेरेसनमा कार्यक्रमहरू गर्न धेरै सजिलो छ। जुनसुकै कार्यक्रम गर्दा पनि नेपालप्रति नेपालमै जन्मेको हुर्केको भएर यहाँप्रति माया हुने सबैजना भएको भएर मान्छेहरू जुटाउन अथवा सहभागिता बनाउन सजिलो छ। तर दोस्रो जेनेरेसनलाई हामीहरूले कसरी यसलाई कनेक्ट गर्न सक्छौँ त भनेर यिनीहरूको माइन्डलाई रिड गर्ने कोसिस गर्दै हामीहरूले स्पोर्ट्ससँग जोडिराखेका छौँ। स्पोर्ट्ससँग जोडेर जस्तै भलिबल खेल्नेदेखि ल्याएर फुटबल अथवा तिनीहरू स्पोर्ट्ससँग किड्सहरूलाई जोड्ने अनि सांस्कृतिक कार्यक्रमहरू गर्दै गर्दा हामीहरूले जुन एउटा अथेन्टिक तीज कार्यक्रम, अथेन्टिक भन्दा पनि अब जस्तै गाउँको डाँडा काँडामा हुने किसिमको हिसाबले एउटा तीज कार्यक्रम गर्ने हामीले कन्सेप्ट जब सबैजना जम्मा हुने, मादल बजाउने, नाच्ने, डेकमा नाच्ने गर्ने त सबैलाई सजिलो हो। तर यो केही गाह्रो त छ। तर जब हाम्रो यहाँको सेकेन्ड जेनेरेसनले इन्जोय गर्न थाल्यो भने चाहिँ एकदमै सजिलो पनि भइरहेछ। अर्को कुरा सबै कुरा एउटा युनिटी छ। युनिटीको कारणले गर्दाखेरि हामीलाई कुनै कार्यक्रम गर्दाखेरि त्यस्तो अप्ठ्यारो भएको छैन। त्यो भयो। अनि हामीहरूले नेपाली स्कुल चलाएका छौँ। नेपाली स्कुल भनेको विशुद्ध उनीहरूलाई नेपालप्रति माया बढाउनको लागि नेपाली भाषा सिकाउने लगायतका कामहरू चाहिँ हामीले त्यहाँ गर्छौँ। अब यिनी लगायतका कार्यक्रमहरू अहिले अब नयाँ केही साथी भाइहरूले फेरि भजन कीर्तन भनेर लाग्नु भएको छ। त्यो भजन कीर्तन गर्दै गर्दा जस्तै उनीहरूलाई हाम्रो संस्कृति, हाम्रो धर्मप्रति कनेक्ट गर्ने हिसाबले नाच्ने, गाउने, बजाउने ठाउँमा जसरी सङ्गीतले मान्छेहरूलाई कनेक्ट गर्न सजिलो हुने भएर हामीहरूले त्यसमा पनि हात हालिराखेका छौँ। र मेन उद्देश्य भनेको सेकेन्ड जेनेरेसनलाई कसरी कनेक्ट गर्न सकिन्छ भनेरै हामी लागिरहेका छौँ। थ्याङ्क यू दाइ। न